हेलो गाइज, गुड मर्निङ। यहाँ दाइ लुगा धुइराख्नु भएको छ। फोन हेर्ने क्या दाइ, भ्लग स्टार्ट गर्न ला म अब भ्लगिङ गरेर आएँ। र गाइज म मुत्न गइरह अब। र गाइज म मुतेर आइसकेँ। मौसम पनि दामी छ गाइज। मेरो पछाडि हेर्न सक्नुहुन्छ, यो पछाडिको बस पार्क। मौसम दामी छ है, आज घाम लागेर बबाल छ। यस्तै छ गाइज। तल हेर। ल गाइज अब हामी चाहिँ खाना खान गइरहेछौँ। हाम्रो राजा चाहिँ यहाँ हाम्रो बेडसिडिनहरू बोकिराख्नु भएको छ। गाइज अब खाना खाँदाखेरि भेटौँला। गाइज हाम्रो दिदीहरू यता हुनुहुन्छ। गाइज हाम्रो दिदीहरू यता हुनुहुन्छ। हाम्रो रुमहरू हेर गाइज। उता चाहिँ म छ राजा। गाइज हाम्रो राजा यता हो। दिदी खाना खान जाने होइन? जाने बाबु, जाने जाम न त जाम। र गाइज खाना खाँदाखेरि भेटौँला। गाइज म चाहिँ किचनमा आइसकेको छु। यहाँ चाहिँ मेरो भाइ खाना हालेर अब यही खाना खाने हो। गाइज मेरो भाइ धेरै मेहनती छ। गाइज हाम्रो राजा ऊ त्यहाँ पानी खाइरहेछ। हाँसो हेर कि राजाको फेरि हाँसो। ल गाइज अब खाना खाँदाखेरि भेटौँला। ल गाइज हेलो। ल ओ हाम्रो मोटी बहिनी धेरै दिनपछि भेटिएछ गाइज। के भनिदिउँ मेरो भ्लगमा 2 शब्द बहिनी? म चाहिँ घरबाट आएर सुध्रिसकेको छु। हजुर जिस्काउने कोसिस नगर्नु होला। हजुर म एकदम सुध्रिसकेँ। हजुर हजुर। लाइक सब्सक्राइब भनिदियो नि त बहिनी। हाम्रो यो आशिष दाइको च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर धेरैभन्दा धेरै माथि पुऱ्याइदिनुहोस् होला। सपोर्ट गरिदिनुहोस् होला है। ल गाइज हाम्रो बहिनी चाहिँ धेरै राम्रो छ। मलाई केक सेक दिन्छ। र दामी। गाइज हाम्रो यहाँ राजा पनि हुनुहुन्छ। राजा हेलो भनिदिउँ। हेलो भनिदिउँ न। अरे हेलो भनिदिउँ न यार। हेलो। हाम्रो धन्दाई पनि यहाँ हुनुहुन्छ गाइज। गाइज गाइज हाम्रो सम्राट प्यालेस यही नै हो गाइज। ल गाइज अब खाना खानु गइरहेछौँ हामीहरू। गाइज यो हामीहरूको पार्किङ हो। यहाँ हाम्रो पुनम दाइ हुनुहुन्छ। यो स्कर्पियो भइहाल्यो। लोसारमा जाने नि त? लोसार। गाइज हामी अब खाना आइसक्यौँ। बेकरी हो हाम्रो डिट्स बेकरी गाइज। बेकरी छ गाइज यता। खाना के छ? ब्लग बनाइदिनु भन्दै कि त अब आइ भनिदिनु त। हेलो ब्लग बनाउने क्या त यार। यो धेरै आशिष नै हो। र गाइज हाम्रो खाना चाहिँ यस्तो छ। कामदारको खाना यस्तै हुन्छ गाइज। यो बहिनीको डिपार्ट हेर गाइज। यही बहिनीले हो केक सेक बनाउने। केक चाहिएमा अर्डर गर्नु होला। खोइ त अनि त्यो स्ट्यान्ड खोइ त भ्लगको स्ट्यान्ड हुनु परेन। र गाइज हाम्रो खाना खाँदाखेरि आइसकेका छन् सबै आइसकेका छन् खाना खानलाई। स्टाफहरू आइसकेका छ। हाम्रो दिदी यता हुनुहुन्छ। भात पस्किराख्नु भएको मेरो लागि। धेरै माया गर्नुहुन्छ मलाई सबै। उहाँ नै हो यहाँको जे भने नि गीता भने नि सीता भने नि अब खाना हालिदिइराख्नु भएको। हाम्रो राजा हाँस्दै देऊ न राजा। सबलाई खुसी बनाउँछ है हाँसेर गाइस। यस्तो त है गाइस। हल्का सेतो दाँत पल्टाएर राजाले राजा ल गाइज अब खाना खान्छौँ हामीहरू। गाइज खाना खान्छौँ हामीहरू। गाइज हाम्रो निराजन भाइ आएको रहेछ तल। म एकछिन तल गएर आउँछ। निराजन भाइ आएको रहेछ गाइज। निरु भाइले बोलाएको छ मलाई। एकछिन म तल गएर आउँछु। हाम्रो घरमा आएछ। अहिले देखाउँछु म तपाईँहरूलाई। गाइज हाम्रो निराजन भाइ यता छ। हाम्रो प्रदीप सर पनि आउनु भएको रहेछ।
हाम्रो स्पेसली भाइ। ल गाइज अहिले भेटौँ। ल गाइज हामीहरू अब एयरपोर्ट गइरहेछौँ। हामीहरू एयरपोर्ट गइरहेको गाइज। अब यहाँ चाहिँ मेरो भाइ छ, गाडी स्टार्ट हानिरहेको गाइज। हामी अब हाइसमा एयरपोर्ट गइरहेछौँ गाइज। अब छुट्टी भइसक्यो, अब म चाहिँ जान्छ। यहाँ मैले चेकआउट गरिसक्यो। हाम्रो राजा यता छ। राजा गुड नाइट। र गाइज अब म चाहिँ घरतिर रुमतिर लाग्न लाग्यो। र गाइज म चाहिँ अहिले बस पार्कमा छु। यतैबाट जान्छ म डेली। यो चाहिँ काठमाडौँको बस पार्क है गाइज। र गाइज अब म रुममा जान्छ। गाइज यस्तै छ जिन्दगी। र गाइज यो घन्टाघर भन्छ र गाइज यसलाई। गाइज भिडियो चाहिँ यस्तै छ गाइज। हेर राम्री राम्री केटी पनि हुन्छ गाइज यता राति। हेर गाइज दुइटै बुढाबुढी कति माया। ल गाइज म चाहिँ अब खाना खाइरहेको छु गाइज। मेरो खाना चाहिँ यस्तो छ। म चाहिँ ब्लग हान्न लाग्यो। राम्रो लाग्यो नराम्रो लाग्यो नि हेरिदिनु होला, माया गरिदिनु होला गाइज। यहाँ चाहिँ मेरो भाइ खाइरह। यहाँ एउटा घोप्टी सुत्या छ। ल गाइज म चाहिँ अब यति भन्दै म आजको भ्लग चाहिँ यतैतिर एन्ड गर्न चाहेँ। गुटीमुटी नाइट गाइज, बाई बाई। ल गाइज अब राम्रो लाग्यो नि नराम्रो लाग्यो नि फर्स्ट भ्लग हो गाइज। यस्तै छ जिन्दगी। मेरो डेली लाइफ चाहिँ यस्तो नै चलिरहेको। यति भन्दै म चाहिँ आजलाई गुड नाइट बाई बाई गाइज।